यो फुल भन्दा पनि राम्री छन् के हो नि एकदम नराम्रो लागिरहेछ हैन आज 13 वर्ष पढेर यो स्कुलबाट बिदा पाउँदा एकदम गाइस हैन कोही पनि आइफोन नकिन्नु होला यसको आशीर्वाद छ अनि भिडियो पनि यार अर्का दिनले खिच्ला नि खुसी फिल भइराछ यार ओ पुगिसकेका छौं आइस ब्रदर तयार भइराछ हैन अनि हिजोवाला भ्लगमा अलि धेरै नै बोलिरहेछु हैन मलाई धेरै मान्छेले सुनाउनु भएको छ हैन अबदेखि त्यो गल्तीहरु नगर्ने प्लानमा हो म हो कि नै ल अब गर ए हातमा के हाल्यो त्यो यस्तो यस्तो उठाइहाल्ने नै हातमा बुझिस यस्तो आइसले 1 घण्टा लगाइसके यार यो त केटी जस्तो रहेछ के तयार हुन पनि टाइम लगाउँछ यार खतम छ यो मान्छे 1 घण्टामा 50 भने धेरै हो त्यही पनि हामी बिगिनर्स हो हैन मेरो सब्स्क्राइबर बढाउने यो भाइ हो के यो भाइले हाम्रो सब्स्क्राइबर 6-7 वटा सब्स्क्राइबर यसले बढाएछ खै त मोटे त हाल्दिने मलाई के मतलब मलाई के ब्लग त मेरो सबै हेर्छन् हैन ठीक छ अब हाम्रो साथीहरु पनि आइसकेका छन् हैन 2-3 जना आउँछदेखि आइराछन् अनि के छ हामी सन्चै रोशन चस्मा ल्याइस्किने ओ या चस्मा लगायो केटाले खै क्यामेरा कता हो क्यामेरा बजार देखि आउने ओ लोकेश के छ सन्चै छ हिजो तिमीले हैन यसले हैन हिजो यसलाई लगेन भनेर हैन यसले अनसब्स्क्राइब गरेको थियो मेरो च्यानल पछि सब्स्क्राइब पनि गरेर रहेछ ठीक छ केही छैन केटाहरु कस्तो फिल भइराछ तिमीहरुलाई आज फेयरवेल भइराछ हाम्रो बब्बाल स्कुल देखि आज हाम्रो स्कुलको लास्ट दिन अलि दुख त हुन पर्ने झोला केले तुले बेटा यसमा फ्रेम हालेर ल्याउनु परेन फ्रेम हालेर ल्याउनु परेन केटा अलि अगाडिको सोच्नु पर्छ के हो कि न गाइस अन्त यस्तो गाना नबजाउने यार साथी यार तिमी दुख्छ के मन दुख्छ के यस्तो गाना बजाइसी दुखाएर त जानु प्र्याक्टिस गर्नु पर्यो नि अन्त आज हैन 13 वर्षको आज हाम्रो यात्रा यही टुङ्गिदै छ हैन यो लाइन चाहिँ मैले कपीमा लेखेर राखेको छु के स्पिचमा भन्नलाई हो यस्तो गरेर आँखामा आँसु निकाल्नु के मस्तले रोशनको आइडिया चाहिँ दामी छ तर त्यस उसरी पनि हैन हामी इमोसनल भएपछि आँसु चाहिँ आइहाल्छ के केही गर्नु पर्दैन ब्रो हैन स्कुल जाने बाटो नि र यो पुल हैन के भन्छन् त्यो 2081 को बाढी पहिरोले खराब गरे हो कि नै लोकेश के भन्न चाहन्छौ यो सुधार गर्दिन पर्यो के त भन्छौ यार पुलको इटा चोराले मान्छेहरुले हैन यहाँको इटा सम्म चोरिहाले यार यो पुल बनाउन सकेका छैनन् हैन ल के गर्दिन परेको है सरकारजी अलि कोही हैन जान्ने जुन्ने मान्छे देख्नु कसैले ब्लग हेर्नुभयो भने यो पुल चाहिँ बनाइदिनु है हजुर ठेकदारलाई पनि पैसा त सरकारले दिनु हुन्छ केटा वडा अध्यक्षजीलाई एकदमै अनुरोध गर्न चाहन्छु हैन हाम्रो यो पुल बनाइदिनु होला है पक्कै पनि हाम्रो के छ के रे निरज ब्रदर के छ सन्चै छौ तिमी खसिहाले यार म त आँखाको गाइस हैन अब हाम्रो एसी पनि आउँदैछ बिस्तारै हैन तर हैन अलि टेन्सन पनि छ पास हुने हो कि हैन भनेर हैन दाइ ठीक छ दाइ मेरो सन्चै छस् दाइ ठीक छु म भाइरल गर्नु पर्यो हैन भाइरल सब्स्क्राइब गर्नु लाइक गर्नु राकेश दाइलाई सब्स्क्राइब गर्नु भयो राकेश दाइलाई कुरा भनम गाइस तिमीहरु हजुरहरुलाई यो के भन्छन् यो फुल छ नि यो फुल जस्तै राम्री छन् के उनी यो फुल भन्दा पनि राम्री छन् के उनी त्यो चाहिँ रिभिल नगरौँ तर यो फुल भन्दा पनि राम्री छन् के उनी त्यति मात्रै बुझ्के त ठीक छ के भन्छन् फेयरवेलको तयारी चलिरहेछ हैन अनि यता चाहिँ हाम्रो के भन्छन् क्यामेराम्यान दाइ हाम्रो हैन फोटो खिच्दै छन् उता हैन यहाँ सबै पालो फोटो हान्दै छन् हैन यहाँ हाम्रो टेन्ट लागिरहेछ हैन हामी पाहाडमा यता हाम्रो फोटो सुट चलिरहेछ अलग्गै फोटो सुट चलिरहेछ हामीलाई हैन भाइ कस्तो फिल भइरा तिमीलाई अब एकछिनमा रुन पर्ने हो सुभाष भाइ चस्मा लगाइदेऊ त मलाई मेरो भाइ हिजो भेली दाइ ल दाइ मेरो दाइ हिजो हैन स्टोरीमा टल्के छ बे गर्ने मान्छे मै हो बाक्रो काटिने हाम्रो सुभाष दाइको बिहेमा हैन यो कुरा चाहिँ हामी छोड्दैनौँ है कहिले पनि राकेश बिदाइ गर्दैछु राम्रोसँग एकदम यता डेकोरेसन हुँदैछ हेरिराछ दुख लागिराछ कि नै हामी गइराखम धेरै दुख एकचोट रोइदेन त नै अहिले त नै पछि हुन्छ ए रोइस है म भ्लग बनाउँछु आज हामी गइराछौं कस्तो फिल भइराछ हजुरलाई बबाल सर अलि पनि दुख लागिराछन् हजुरलाई हामी गइराछौं नायक सर अहिले भन्नु परेको सर हामी गइराछौं हजुरलाई दुख पनि लागिराछ यस्तो गर्नु आज हामी गइराछौं कस्तो फिल भइराछ हजुरलाई एकदम दुखी फिल भइराछ यार इंग्लिश सरलाई चाहिँ खुसी फिल भइराछ भन्नुहुन्छ इंग्लिश सरले यसो के रे 1 वर्षसम्म पढाएर लास्टमा बसेर अनि छाडेर जानु लाग्यो केटाहरु ठीक छ राम्ररी गयो सर कस्तो फिल भइराछ आज हामी गइराछौं मुटु भगभगिने भइरहेछ मेरो आज हाम्रो लोकेश सरसँगको लास्ट फोटो सुट हैन अनि भिडियो पनि यार अर्का दिन खिच्ला तर भेट भयो भने हैन
गरिरहेको छु होइन। यो भाइहरूको एकदम मसँग माया छ। 5 वर्षदेखि म यो विद्यार्थीहरूसँग छु। आज छुट्टीले पर्दाखेरि म दुई पलमा छु, एक खुसी एक दुःख। हामी पनि त्यही। खुसी के हो, मेरा विद्यार्थीहरू अगाडि बढ्दैछ। दुःख के हो, मलाई छोडेर जाँदैछ। के छैन, हामी भेट्न आउनेछु पक्कै पनि। मेरो मौसीले पनि मलाई छोडेर जाँदैछ। यहाँ चाहिँ हाम्रो गिफ्ट। सर कस्तो फिल भइरहेछ सर? आज हामी गइरहेछौँ सर। अब के भन्नु भाइ होइन, एकदम चम्किरहेको एकदम दुःख जस्तो लाग्छ। त्यही पनि अब प्रगति गर्दै गर्नु होइन। हुन्छ सर, हुन्छ सर। यस्तो इमोसनल नबनाउनु न सर। अहिले आँसु आउँछ क्या सर, रुन गाह्रो हुने फेरि सर हामीलाई। ओ चाहिँ हाम्रो दाइ कस्तो फिल भइरहेछ हजुरलाई? बवाल नभन्नु न दाइ। हामी त फेरि यहाँ टेन्सनमा छ कि स्कुल छाडेर जानु पर्दा एकदमै दुःख भइरहेछ हामीलाई होइन। जिन्दगी असली सङ्घर्ष के हो अब 10 बजी थाहा हुन्छ तिमीहरूले। अहिले अब इमोसनल पारा भइरहेछ हाम्रो होइन। एकदम गाना चाहिँ यस्तै बजाइरहेछन् सरले होइन। अब एकछिन पछि भ्लग गर्छु लामै है, सक्दैन होला भ्लग गर्न। धेरै दिनबाट यहाँ शून्यता कालो बादल छाएको जस्तो साथी तिमी कहाँ छौ भन न, लामो दिनहरू काट्न नै गाह्रो हो। सानो छँदा हामी खेल्ने गर्थ्यौं त्यो गल्लीमा, छिमेकी कराउँथे साह्रो। आजको कता छ तर मनले मेरो बाल्यकालले पुकार्यो। खोजिरहेको छु तिमीहरू जस्तै, जवानीले कहाँ पुर्यायो। बाटो छ बेग्लै तर भेट्नेछौँ हामी, निराश हुनु पर्दैन भो। शिशिर छरको रङ्गीन बसन्तको मजा बेग्लै छ। आजदेखि करिब 12-13 वर्ष अघि यस एभरेस्ट एभरग्रिन स्कुलमा पहिलो पाइला राख्दादेखि लिएर आजसम्म हामी एकै छानामुनि एकै परिवारका सदस्य भएर बसेका छौँ होइन गाइज। हाम्रो साकेतको लेखिँदैछ, यता दाइ लेख्दै हुनुहुन्छ। कौवा मैले तेरो निक्नेम मुसी राख्यौ। अब तुई मुलाई मुसो भन्न सकन्छ। राकेश बेटा हाम्रो लेखिरहेछ। खतरा लेखिदिएको छु, खै यसरी पछि पछाडि देखाउ त। यस्तो दामी लेखिदिएको छु मैले यता। अहिले म्याथ सर लेख्दैछ नि यता, के भन्छ साकेतको पछाडि एकदम। मेरो पछाडि के लेखेको छ खै देखाइदिनु त। मेरो पछाडि गुन्ना मिस यु प्यारो भाइ फ्रम नवीन। यो त हाम्रो दाइले लेख्नु भयो होइन। A+ आउँछ, मैले पनि लेखेको छु यता। A+ आउँछ, जिपी लेखिदियो। जिपी पनि लेखिदिनु, आशीर्वाद छ छैन। अहिले हामी मोटेको लेखिरहेको छौँ होइन। यो मोटे चाहिँ हाम्रो के भन्छ, यो हट न। ल हाम्रो ढिस्से बजार बच्चा चाहिँ यता यसको पनि लेख्नु पर्यो होइन। के लेखौँ? A+ आउँछ यसको त। पातलो वाला मार्ग कहाँ त्यसले बस यता होली मनाइरहेछन्। देखे हाम्रो सधैँको लागि खतम सबै। ल अब भेटौँला कहिले जिन्दगीमा भेट भयो। ल ठिक छ साकेत। ल ब्रो इमोसनल भइसक्यो मेरो भाइ होइन। मेरो भाइ अब कहिले भेटिँदैन होइन। एकदम अहिले हामी अब स्कुलदेखि गइरहेछौँ होइन। आज लास्ट दिन हाम्रो होइन। हाम्रो स्कुललाई बाई बाई गर्दै। ल बाई बाई गरिदियो केटा हो। हाम्रो स्कुल बाई बाई। भेट्नेछौँ कहिले अब जिन्दगीमा, कहिले भेट भयो भने फेरि भेटौँला। एकदम नराम्रो लागिरहेछ होइन। आज 13 वर्ष पढेर स्कुलबाट बिदा पाउँदा एकदमै नराम्रो लागिरहेछ गाइस। बाई बाई।
यहाँ हाम्रो ड्यू भरिसकेको छ होइन एमा अब चाहिँ कोक अनि ड्यू दुइटै छ केटा पैसा त गइसक्यो यार मेरो कुरकुरे करेन्टवाला 16वटा हामीले ड्यू र के भन्छ कोक हाल्दैछौँ कुरकुरे यहाँ 3 मात्रै छन् 3 सम्म पनि 3 सम्म ल 150 रुपियाँ ल आज भाइ पैसा सब गयो 150 सम्म हेर्नु त गाइज यस्तो पो हो नि त पार्टी हो नि हाम्रो त गाइज अहिले हाम्रो त्यहाँदेखि सामान त्यहाँ सिद्धै रहेछ होइन कहाँ छ भन्दा खुल्ला छ बसल खुल्ला गुना उ हेर त्यहाँ आधा खटर मात्र ला त्यहाँ सामान सिद्धो होइन अब यहाँदेखि लग्ने हामी छन् कि छैन त्यसम्म त्यो पोलिथिनै ल्या कहाँ उठोपाले यो पोलिथिनसम्म भने कति लिने ल 3 ताललाई ए प्याकेट किन्ने बेला सस्तो पर्थ्यो यार होइन प्याकेट किने भए सस्तो पर्थ्यो प्याकेट किने भए सस्तो पर्थ्यो एउटा दुईटा कुरकुरे फस्यो होला Hi guys. के छ सब्सक्राइब प्लिज सब्सक्राइब घन्टी बजाओ बेल आइकन अन करो हाम्रो अब पञ्चमुखीमा मिल्यो पञ्चमुखी न त मारे दिएको त भन्नु अरे पञ्चमुखीमा किन्नु यसलाई भित्र हाल्दे काई ल देखा त के हो गाइस जुम गाइस हैन कोही पनि आइफोन नकिन्नु होला यसको हैन कुरकुरे राखे थिएन मैले त 2 कोक खाइदिए बदला त पुरा रोशन कस्तो फिल भइराछ तिमीलाई क्याको झ्याप्के दिउ पु खान्न छ झ्यापु हुन्न खान्छौ तर म दिन्न नि र यो आजको पार्टी हैन यो केटो आज यसको विचारको बलिदा हुन्छ हैन यो मिट मसाला आयो अहिले हामी अस्ति हाम्रो पुरानो साथीको घर गइराछौँ पुरानो साथीको घर पानी लिन गइराछौँ दिन्छन् कि दिन्नन् त्यो हामीलाई भरोसा छ के छ दिन्छ मेरो पुरानो साथी हो त्यो अहिले हामी होइन साथीको घरबाट गएको साथी नै थिएन प्राइस होइन कोही पनि आइफोन नकिन्नु होला यसको होइन चार्ज नै टिक्दैन हो कि नै मोटे हो कि नै मोटे यो आइफोनले धोका दिन्छ क्या केटाकेटीहरू आइफोन किन्ने होइन हो कि नै यसरी आइफोन किन्नु भनेको बेकारी काम नै आएन अहिले हाम्रो सुशील दोस्तले पानी भरेर राख अहिले होइन बाल्टीमा अनि उता 2टा बोतल चाहिँ पानी भरिसकेछ उता ऊ पनि लैजाएर हाम्रो के भन्छ आइस दोस्त देखिया छैन के छ दोस्त बिहानदेखि भेटै भएको छैन यार दिनभरमा यो हाम्रो हिरो यसलाई म के भन्छ मेन्सन गरिदिन्छु पछि आदर्श हिरो हाम्रो आदर्शले धनिया दिएछ होइन धेरै धेरै धन्यवाद छ तँलाई स्वागतम त भने धेरै धेरै धन्यवाद भनिरहेको छु म ल थ्याङ्क यू है ल धनिया यसले समात्छ अब ल यो हाम्रो आजको सपोर्टर हो एकदम खतरा मेरो के भन्छन् आइफोनसँग कम्पेयर गर्ने को छ यहाँ मान्छे कोही छैन र यसरी खै यता हेरौँ त पानी भरिएको छ तिमीले मोटेले आफ्नो आइफोन बिचराले आइफोनको ब्याट्री ड्यामेज भएछ सुभाषको आइफोनको होइन मोटे तर थाकिसकेछ क्या पानी बोक्दा छोटो रास्ता यो छोटोमा छोटो रास्ता हो यो ठगिन्छ केही छैन केटा ल बार्बिक्यू हाय बार्बिक्यू भइरहेछ अस्ति तेरो इच्छा अनुसार कस्तो फिल भइरहेछ बार्बिक्यू भइरहेछ होइन म लगिने भने तँलाई भनेको न म लगिने भने यिनीहरूलाई त्यस्तै नहौ भनेर सुभाष दाजु लास्ट दिन कस्तो फिल भइरहेछ तिमीलाई ठिक छ कस्तो ह्यान्डसम देखिरहेछौ क्या त तिमी रोशन ओके हाम्रो आयुषले प्याच काटिरहेछ दोस्त या हाम्रो सपोर्टर रोशन आगो बालिरहेछ निरज सेफ निरज पकाइरहेछ बिचरा नाम चाहिँ यिनीहरूको आइरहेछ हेर त यो हाम्रो रोशन ब्रदर हामी खानेवाला सब यो पक्का यसलाई टमाटर त पक्का दे कस्तो लोकेशको इच्छा पुरा भयो तर होइन यसलाई मेरो इच्छा न आयुष जगडीको इच्छा नै बार्बिक्यू गर्दै तेरो इच्छा छ नि
पाक्यो पाकेको छैन अहिले पाकेको यस्तो कस्तो दामी पाक्छ होइन एकदम दामी पाक्छ एकदम मसलाको कमी त छैन नि निरज आयुषको धनियाले काट पनि सक्यो मिठो हुनु पर्यो है मैले टेस्ट गर्दा खतरा बनाउँछु म यो हेर न आयुष काट्नेवाला कस्तो दामी छ हतियार पनि थोडा यसरी ए ऊ नागे ढक्किन नखा के त्यो उतादेखि यो पकाउने चाहिँ हाम्रो रोशन और निरज हो क्या क्रेडिट अनि यो हाम्रो 3 जना क्रेडिट हुन् क्या हाम्रो आजको मासु पकाउने ए हैन ल यहाँको क्वान्टिटी एकदम कमै हुँदै दिन के हामीहरु मिस यु सो मच अनि यो हाम्रो क्यामेराम्यान राइश्वरी मिस राइश्वरी एकदम बकवास देखिया छ आज घुनी दिमाग नभए कि र टिके लगाइदिन्छु तिमीलाई म ह्यापी होली ह्यापी होली निरज कस्तो ह्यान्डसम देखा छौ के तिमी यार के लेखिदिम तिम्रो भयो केही नलेखा आइस ब्रदर के भन्छ मेरो मिजी खरदार एकदम कतै खरदार अधिकृत अनि पुरा के भन्छन् सुदूरपश्चिम प्रदेशको नेता हाम्रो काले दोष हाम्रो मिजी मेरो ओइ कसरी चढ्ने हो कस्तो राम्रो भ्यू छ है केटाकेटीहरू हिजो पनि हामी यहीँ आएको थियौँ तर आजको रमाइलो बेग्लै भयो हिजोको रमाइलो बेग्लै थियो म होइन मेरो भ्लगमा एउटा मान्छेलाई अति नै मिस गरिरहेको छु होइन एकदमै धेरै मिस गरिरहेको छु के भनौँ अब शब्द नै छैन त्यस्तो सम्म मिस गरिरहेको के दोस्त यहाँ हेर त जहिले पनि भाडा दुनमा यही मात्र हुन्छ के ल चढ्दै हो ल एकदम ल अनि रोशन ल मान ल दुईजनाले चार ल मिजी नास्ता भइसक्यो छ हाम्रो ल पार्टी ल चिल र डिस चाहिँ खाँदैछन् कतै मस पारामा ल एकदम मासु पकिसकेको छ कतै एकदम यहाँ बाँडिरहेछन् कतै एकदम कतै एकदम कडाईमा हो हाम्रो बिहेमा पानी पर्छ कतै एकदम यहाँ हाम्रो अलग्गै पार्टी चलेको छ कतै यहाँ छन् होइन कस्तो भयो साथी एकदम मिठो साकेत कस्तो भयो साकेत आफूले बनाएर त बेकारले मस्तै हुने मलाई भइरहेको पिरो तर म सहन्छु ए वहाँ जाउँ उतै नि रहेन पुल नि रहेन आइज ऊ त्यहाँ सफा पानी आउँछ यार सफा पानी तर सबभन्दा मेहनत बढी हामीले गरे हो क्या 1 2 3 4 एक रोशन 5 जनाले गरे हो यता दिन पऱ्यो केटाकेटा साकी नै हेर जहिले हाम्रो साथीहरू गइरहेछन् सबै घर होइन एकदम दुखी फिल भइरहेछ ल फेरि केटाकेटीहरू होइन ल सब्सक्राइब गरिदिनु भन्नु पर्यो है ल सब्सक्राइब ल गाइज फेरि भेट्नेछौँ हामी छिटै होइन नयाँ याद जोडेर फेरि भेट्नेछौँ हामी केही छैन अहिले हामी घर गइरहेछौँ होइन सबैजना अगाडि गइसकेका छन् र आजको भ्लग यहीँ इन्ड गर्न चाहन्छु र राम्रो भ्लग आउँदै गर्छन् होइन गाइज चिन्ता नमान्नु पर्दैन होइन म भ्लग बनाउँदै गर्छु बाई गाइज इन्ड गर्छु भ्लग ल बाई गाइज